सार्वजनिक गर्दै गर्दाखेरि त्यो सम्पत्तिमाथि टिका टिप्पणी गर्दै गर्दा उहाँहरूको छानबिन हुनुपर्छ भन्ने आवाजहरूले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अरबौँ घोटाला गरेको, अरबौँमा नेपाली जनतालाई बेच्ने प्रयास गरेको, त्यो भ्रष्टाचार गरेको त्यो चाहिँ अपराध हो। त्यसलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्नुपर्ने हो। गिभन द टी स्टेट नेपालको भूमि सम्बन्धी ऐन 2021ले तय गरेको त्यो मापदण्ड हो। 348 बिघा, त्यो 500 बिघै कति थियो हुँदा 348 बिघै कति छ होइन। तपाईँले चिया उद्योग चलाइरहन्छसम्म चिया उद्योगमा चलाउनु पाउनुहुन्छ, होइन भने यो राज्यको जग्गा हुन्छ है भनेर त्यतिखेर निर्धारण गरेको कानुनलाई दुनियाँ छेडखानी गरेर अरबौँमा गरेको भ्रष्टाचार, राज्यको सम्पत्ति दोहन गर्नलाई गरेको भ्रष्टाचार, यो चाहिँ अपराध हो। यसको छानबिन हुनुपर्छ भन्नु पर्थ्यो। ललिता निवास प्रकरण, राज्यको सम्पत्ति छेडखानी गरेर मिलाएर भ्रष्टाचार गरेर त्यसपछि अनि त्यो बाँडीचुँडी खाएको, त्यो चाहिँ अपराध हो। त्यसबाट कमाएको सम्पत्ति छानबिन गर्नुपर्छ। त्योभन्दा पनि बेसी कुरा के हो भने सार्वजनिक जीवन, व्यक्तिगत त्यो पारिवारिक जीवन चाहिँ खर्बपति जस्तो ल्याभिस बिताउने, तर सम्पत्ति सार्वजनिक गर्दै गर्दाखेरि चाहिँ एकदमै के कङ्गालपति जस्तो गरेर सार्वजनिक गर्नेहरूको चाहिँ सार्वजनिक गर्नुपर्छ भनिदिएको भए यो पुस्ता राजनीतिमा आउनु पर्दैन थियो। खबरदारी त्यतिखेर गरिदिएको भए यो पुस्ता राजनीतिमा आउनु पर्दैन थियो।